आज मिति 2082 7 महिना 26 गते लोकसेवा आयोगले ठूलो मात्रामा विभिन्न पदहरूमा भ्याकेन्सी खुलाएको छ। त्यसको बारेमा सम्पूर्ण डिटेल यस भिडियो सामग्रीमा हेर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र थप जानकारीको लागि पाठ्यक्रमको लागि यही च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ है त। अब यहाँ चाहिँ तपाईलाई खुल्ला तथा समावेशीको हामीले हेर्नुपर्ने हुन्छ है साथीहरू। यहाँ चाहिँ के दिएको छ त पहिला सुरुमा त्यो हेरौँ है त। यो चाहिँ प्राविधिक हो, निजामती सेवा, राजपत्र अनङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सोसर प्राविधिक तर्फका पदहरूमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भनेर सूचना दिएको छ। यो अलरेडी त्यहाँ जागिर गरिरहेको लागि हुने भयो होइन। तपाईले यस यहाँ हेर्न सक्नुहुन्छ है त। यो चाहिँ तपाईको बढुवाको हो। यो सबै भ्याकेन्सीहरू दिएको छ यहाँ तपाईले हेर्न सक्नुहुन्छ। तथ्याङ्क अधिकृत यो कति कति भनेर यहाँ दिएको छ। त्यसपछि तपाईले यो पनि बढुवाकै सूचना दिएको छ, दोस्रो पनि तपाईले हेर्न सक्नुहुन्छ। त्यसै गरेर योमा चाहिँ तपाईले निजामती सेवातर्फ राजपत्र अनङ्कित तृतीय श्रेणी प्राविधिक स्वास्थ्य सेवा 8औं र 7औं तहका पदहरूका लागि आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी पनि हुने भनेको छ। यसमा चाहिँ खुल्ला पनि रहेको छ। यसमा तपाईले हेर्न सक्नुहुन्छ। जस्तो यो सबै खुल्लामा तपाईको 3 जनामा आएको छ नि, तथ्याङ्क अधिकृत, आर्थिक योजना तथा तथ्याङ्क भनेको छ। यो तथ्याङ्क अन्तर्गत पद रहेछ 3 जना। त्यसै गरेर महिला 1 जनामा आएको छ, दलित 1 जना हैन। अब इन्जिनियर, इन्जी सिभिल जनरल भनेको छ यो 4 जना। यसरी जम्मा जम्मै 23 जनामा आएको छ है साथीहरू यसमा। र यो चाहिँ सबै खुल्ला हो। 9 जनामा आएको छ तपाईको यो इन्जिनियर, इन्जी सिभिल इरिगेसन भनेको छ। यो चाहिँ तपाईको सिँचाइतिरको रहेछ है। त्यसै गरेर अर्को पनि छ मेडिकल अधिकृत, तपाईको खुल्लामा नै 15 जनामा आएको छ, स्वास्थ्य सेवा 8औं तर्फ है। त्यसै गरेर मेडिकल अधिकृत स्वास्थ्य तर्फ नै जयेश भनेको छ। यो जयेश भनेको तपाईहरुलाई थाहा होला हैन। यो 4 जना गरेर जम्मा जम्मी यसमा 28 जनामा आएको छ है। ठुलै संख्यामा आएको छ टोटल हेर्नुभयो भने। त्यसै गरेर यो स्वास्थ्य सेवा 7औं तर्फका तपाईको खुल्लामा 3 जनामा आएको छ। अरु टोटल यसरी दिएको छ। र यसरी तपाईको अब यो के तपाईको क्वालिफिकेसन छ त्यही अनुसार यसमा चाहिँ भ्याकेन्सीमा अप्लाई गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ कति पैसा लाग्छ अप्लाई गर्न हैन, के योग्यता चाहिने हो, उमेर कति हो, यी कुराहरू सबै दिएको छ है। परीक्षा केन्द्र काठमाडौँमा हुने रहेछ। अब नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन अन्तर्गतका पदहरू र नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह अन्तर्गतका पदहरूको लिखित परीक्षा आएको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटौल, दिपायलका कार्यालयबाट हुनेछ। तपाईको नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह अन्तर्गतका पदहरूको र नेपाल इन्जिनियरिङ सेवा दुईवटा हैन, इन्जिनियरिङ र शिक्षाको चाहिँ तपाईको काठमाडौँ बाहिर पनि हुने रहेछ। हो तपाईले अब प्रत्येक विज्ञापनको लागि चाहिँ तपाईले 1200 रुपैयाँ बुझाउनु पर्ने रहेछ र थप समावेशीमा अप्लाई गर्ने हो भने 400 लाग्ने रहेछ है त। अब यो तपाईले 2082 8 महिना 16 गतेसम्म सिंगल दस्तुरमा र 8 महिना 23 गतेसम्म डबल दस्तुरमा यसमा फर्म भर्न सक्नुहुँदो रहेछ। अब तपाईले यो दरखास्त अनलाइनबाट नै तपाईले दिन मिल्छ हैन। त्यसै गरेर अरु त्यस्तो यसमा अब तपाईको न्यूनतम स्वास्थ्य योग्यता शैक्षिक योग्यता भनेको छ। अब शैक्षिक योग्यताको कुरा गर्नुपर्दा तपाईले स्वास्थ्य सेवा आन्तरिक प्रतियोगिता पदको लागि यहाँ दिएको छ। त्यसैले यसैको खुल्लाको लागि स्वास्थ्य सेवाको खुल्लाको लागि तपाईको यहाँ दिएको छ हैन। अब खुल्ला तर्फको लागि भनेको सबैको दिएको रहेछ हैन। अब तपाईले केमा भर्ने हो, जस्तो आर्थिक योजना तथा तथ्याङ्क तर्फ भर्ने हो भने मान्यता प्राप्त शिक्षण संस्थाबाट तपाईको तथ्याङ्क शास्त्र वा गणित वा जनशास्त्र वा इल्ड हैन, स्ट्याटिस्टिक्स
विषयमा स्नातकोत्तर भनेको मास्टर वा सोस्र तपाईँले उत्तीर्ण गरी वा तथ्याङ्क विषय वा कुनै विषयमा स्नातकोत्तर भनेको चाहिँ तपाईँको मास्टर हो होइन, स्नातक भनेको चाहिँ ब्याचलर हो, त्यति गरेको हुनुपर्छ भनेको चाहिँ यहाँ सबै दिएको छ, हेर्न सक्नुहुन्छ है त। ओके, सबैको यहाँ दिएको छ, त्यो त्यता भयो। अब कुनमा यहाँ धेरै छ, जस्तो कृषि बाली विकासको लागि यो यसरी यसरी रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ है त। ओके साथीहरू, यो भयो। म पाठ्यक्रम पनि यही च्यानलमा राख्छु, च्यानललाई सब्सक्राइब गर्नुहोस्। तपाईँको अरू कुनै डाउट भयो कमेन्ट गर्नुहोस्, म अर्को भिडियोमा समावेश गर्छु है त।